मास्क लगाएर हिँड्नु भन्ने भएको छ हो बेंगलोरमा। कोरोनाको सिम्पटम अब फेरि स्टार्ट भयो। तर पनि बडीमा चाहिँ एनर्जी छ है फेरि। अन्त ड्युटीको त अलिकति फाइदा उठाउनु पर्यो नि त। हेलो गाइज, वेलकम ब्याक टु माई च्यानल। गुड मर्निङ सबैजनालाई। अनि बिहान चाहिँ म उठेर के गर्छु, के काम हुन्छ मेरो बिहान, त्यो सबै तपाईँलाई चाहिँ डिटेल्समा म जानकारी दिन चाहन्छु। अनि म चाहिँ अहिले गरम पानी पिइरहेको छु यहाँ। अनि तपाईँहरू चाहिँ मेरो ब्लगमा जोडिराख्नु होला। अहिले म चाहिँ यहाँ रोज आउँछु होइन। रोज भन्दा पनि अब कोही कोही बेला चाहिँ ग्याप हुन्छ, किनकि कोही बेला चाहिँ अब यस्तो हुन्छ कि उठ्नै मन नलाग्ने क्या। अनि यो ठाउँ चाहिँ साह्रै मनपर्छ एकदम। हो बेंगलोरमा त जताततै पाउँदैन। अनि यो चाहिँ सोसाइटीको पार्क हो। अनि यहाँनिर चाहिँ म आइरहेको छु। अब कोही कोही बेला चाहिँ ग्याप हुन्छ। पार्कमा चाहिँ अब आउँछ सबैजना मर्निङ वकको लागि होइन। अब स्ट्रेसहरू पनि एकदम रिलिफ हुन्छ क्या। मैले चाहिँ अलिकति अब वार्मअप गरिसक्यो होइन। अब एकछिनपछि चाहिँ रुम जान्छु अलिकति हावा खाएर होइन। एकदम फ्रेस हावा एकदम राम्रो लागिरहेछ यहाँ पार्कमा आएर चाहिँ। अब यहाँ चाहिँ अब बिहान बिहानै चाहिँ उठ्नु मन लाग्दैन क्या, किनकि अब राति पनि ड्युटीबाट आएर थाकिरहेको हुन्छ, खाना बनाएर खानुपर्छ, रुमको पनि अलिअलि काम हुन्छ, त्यही भएर चाहिँ एकदम गाह्रो हुन्छ नि उठ्नु लागि। तर अलिअलि चाहिँ आदत छ अब मेरो चाहिँ। कोही कोही बेला चाहिँ अब मिस हुन्छ यसरी मर्निङ वक। यहाँ आइसकेर चाहिँ एकदमै शान्ति, एकदम पिसफुल हुन्छ यस्तो नेचरहरू भेट्दा होइन। त्यही भएर सबैलाई चाहिँ मर्निङ वक गर्नु चाहिँ एकदम जरुरी छ क्या। बिहानै उठेर होइन तातो पानीहरू पिएर अलिकति वक गर्दा चाहिँ राम्रो हो अब बडीको लागि पनि। गाइज भन्दा पनि अहिले चाहिँ अब कुनै ठाउँमा चाहिँ अब मास्क लगाएर हिँड्नु भन्ने भएको छ हो बेंगलोरमा। कोरोनाको सिम्पटम अब फेरि स्टार्ट भयो भन्ने भएको छ। अब खोइ अब के हुने हो होइन। अहिले फेरि वेदर पनि यसरी चेन्ज भइरहेछ। सबैलाई अब कोल्ड फिल हुने, कसैलाई अब बुखार हुने यस्तो भइरहेछ। अलिअलि कोल्ड भयो भन्दै अब नजानुहोस् हस्पिटलतिर। त्यही भएर चाहिँ टेक केयर गाइज, बी केयरफुल होइन। अब मौसम पनि यस्तो भइरहेछ, कहिले पानी पर्ने कहिले घाम लाग्ने। त्यही भएर चाहिँ अब कोल्ड त भइहाल्छ हरेक इन्सानलाई होइन। बी केयरफुल। अब पछि म यहाँ पार्कदेखि निक्लेको होइन, मार्केट जान्छु। मार्केटदेखि चाहिँ अलिकति सब्जीहरू पनि लिएर जानु छ, घरमा सकिरहेछ होइन। अनि म तपाईँलाई देखाउँदैछु मैले चाहिँ कहाँदेखि अब भेजिटेबल्सहरू लिन्छ होइन। यहाँ चाहिँ लाउड म्युजिक बजिरहेको थियो त, त्यही भएर चाहिँ मैले म्युटमा राखेको छु हो। अन्त देख्न सक्नुहुन्छ भेजिटेबल सप, यहीँदेखि म सब्जीहरू ज्यादातर किन्छु होइन। अब गाइज सब्जी लिएर आइसकेँ, खाना चाहिँ अब बनाउनु रेडी गर्नु पर्यो। अनि अलिअलि कामहरू छ होइन। अनि म तपाईँसँग ब्लगमा जोडिराख्छु। लु गाइज मर्निङ वक गरेर आएर चाहिँ थाहै छु होइन। अब निम्बु पानी चाहिँ मजाले पिउनुपर्छ। रेडी भइसक्यो लेमन जुस। अब एकदम स्ट्रेस चाहिँ एकदम रिलिफ हुनु पर्यो। अब यहाँ चाहिँ बाहिर बसेर होइन लेमन जुसको मजा लिनुमा मजै कुछ और छ कि गाइज। मजा लाग्दैछ हौ। आज चाहिँ कता कताबाट चाहिँ अब कागले कराइरहेछ होइन। तपाईँहरूले सुन्नुहुँदैछ होला कागको आवाज होइन। चिडियाले पनि कहाँदेखि आज चाहिँ मतलब कहाँ गर्दै कराउँदैछ हो। कस्तो मजा लागिरहेछ उनीहरूले कराएको सुन्नु होइन। सब्जी पाकिँदैछ, भात चाहिँ पाकिसक्यो होइन। अब दाल पाक्दैछ, दाल र सब्जी।
अब एकदम थाकेको जस्तो भइसक्यो। अब बिहान बिहान यत्रो काम पनि गर्नुपर्छ होइन, मर्निङ वक पनि जानुपर्छ, तर पनि बडीमा चाहिँ एनर्जी छ है मेरो। यहाँ चाहिँ म पोछा मारिरहेको छु। अब थाके जस्तो भयो होइन बडी चाहिँ। अब चाहिँ म नुहाउनु गएको, नुहाएर चाहिँ एकदम बडी पनि एकदम फ्रेस लाग्छ हो। त्यहाँबाट चाहिँ म रेडी हुन्छु कामको लागि, काममा जानु पर्यो होइन। मेरो टिफिन पनि रेडी भयो। यसमा चाहिँ दाल, सब्जी, भात। तपाईँलाई थाहा छ जस्तो कि म सालुनमा काम गर्छु होइन, अन्त ड्युटीको त अलिकति फाइदा उठाउनु पर्यो नि त। अन्त हेयर वास चाहिँ ज्यादातर म ड्युटीमै गर्छु होइन। अन्त यहाँमा चाहिँ धेरै सुविधाहरू पनि छ, जस्तो रेपिडो, उबर होइन। अन्त ज्यादातर चाहिँ म रेपिडोमा सफर गर्छु, रेपिडो बाइकमा। अन्त बाइकतिर गयो भने चाहिँ अलिकति कम प्राइस हुन्छ, अटोतिर गयो भने चाहिँ अब अलिकति धेरै पर्छ। त्यही भएर चाहिँ म आफ्नो हेलमेटै युज गर्छु ज्यादातर। अन्त रेपिडोमा ट्राभल गर्नु लागि, किनभने पछि अब धेरैजनाले अब त्यो हेलमेटहरू युज गरेको हुन्छ होइन। अब आफूलाई नै कम्फर्टेबल लाग्दैन अब अरूको हेलमेटहरू युज गर्नु ज्यादातर। त्यही कारणले चाहिँ म आफ्नै हेलमेट क्यारी गर्छु होइन। अब चाहिँ म रेपिडो बुक गर्छु। बाई बाई गाइज, आज चाहिँ मेरो ब्लग यति नै थियो होइन। फेरि भेटौँला फेरि अरू दिन। बाई बाई, थ्याङ्क यू फर वाचिङ। यसरी नै मलाई प्यार दिइराख्नुहोस् गाइज।